Hey guys, good morning. Welcome back. आज चाहिँ हैन हामी सरङ जानेतिर लाग्दै छौ हैन अनि सरङ जानलाई भारीहरु पनि सबै रेडी छ के हो खै अनि छोरा रेडी हो बोल्दै बुढी रेडी हो अनि हाम्रो ससुरामा चाहिँ भित्र मोज गरिरहेको छ अनि भारी बोक्नु पर्छ अनि यो त लगभग 15-20 केजी जति होला अनि हामी घरबाट निक्लियो 14 छोरा सो हामी बाउ छोरा चाहिँ यहाँ डाँडामा आइपुगिसक्यो हैन तर यिनीहरु यो आमा छोरी चाहिँ कहिले आउँछ होला है यहाँमा कसम झोलाई चाहिँ यार हामी बाउ छोरा चाहिँ मजाले बसिरहेको छ यो आमा छोरी कहिले आउँछ फाइनली आइपुग्यो यिनीहरु पनि बल्ल तल्ल आइपुग्यो यिनीहरु पनि अब जौलाने बाटो आइपुग्यो जौलाने बरेङ आइपुग्यो कस्तो छ यो बरेङ लजाएर हेर्न झ्याउ लाग्छ यार यो बरेङ हिँड्नलाई मेरो हालत यस्तो छ सो फाइनली टाढामा आइपुग्यो होइन त्यो वाटरफलको छेउमा गाह्रो छ सो हामी बाउ छोरा चाहिँ होइन जङ्गलमा एक्लै हिँडिरहेको होइन अनि यो आमा छोरी चाहिँ पछाडिबाट आउँदैछ अनि एउटा दाइ चाहिँ छ अगाडि गइसक्यो होइन आमा छोरी हिँड्नै नसकेर क्या अनि हामी बाउ छोरा चाहिँ हिँडिहालेको यहाँबाट होइन अब यहाँबाट पुगिन्छ पुगेपछि एकछिन रेस्ट गर्ने हो खै अरू कुरा थाहा छैन आयो नआयो जाने हो सिधै सरङ पुग्नु है सो हामी बाउ छोरा चाहिँ पुगुरमा आइपुग्यो होइन अब यो घरमा थोरै चिया पाउँछ कि होइन हेर्नु जानुपर्छ ल सो माथिको लागेर माथिबाट खाजा मगाएको थिएँ होइन त्यो खाजा फाइनली आइपुग्यो बाजेले लिएर आउँदैछ आयो है अब खाजा खानु पर्यो दिएको पप्पीले दिएको आङ्बा खाऊ आफै खाऊ अब म चाहिँ भारी बोक्न पर्यो मेरो छोरा चाहिँ बाजेले बोकेर गयो उता पुग्यो होला बाजे अब बुढीले चाहिँ ढुक्क हुने भयो बुढी चाहिँ भारी बोक्नु पर्दैन म चाहिँ भारी बोक्नुपर्छ आफूले अब लगभग गएछ होइन अब 1 घन्टामा सरङ पुगिन्छ होला हामी अब झोला पनि पुग्दा गरुङको लाग्यो यार अनि बाजे त गयो छोरा बोकेर खतकपछि गयो यार बाजे त हामी पनि नभेट्यो भने यार अब छोराहरू हुन्छ कि भने चेन्ज हुन्छ अब त यहाँ छोराको बाउ भएर फाइनली हामी होइन गुम्बामा आइपुग्यो होइन अनि गुम्बामा आइपुग्यो हजुरआमाकोमा चिया खाएको होइन अघि त्यहाँ तलतिर भिडियो गर्ने भनेको फोन चार्ज सकिएर भने कि अनि यसो घुम्न जाउँ है हामी गुम्बाको साइडतिर होइन अनि मेन भ्यू भनेको चाहिँ भोलि देख्छ ल अनि अहिले चाहिँ यसै मात्रै घुम्ने ल